कति मिठो गीत गाएर जानुभयो है मिठो लाग्यो गर्न भनिएको छु अनि सायद हामीले कहिलेकाहीँ जीवनको अर्थ बुझ्दैनौँ है जीवन के हो म किन जन्मेको छु म यहाँ किन छु त्यस्तै कुराहरू चाहिँ मनमा प्रश्नहरू खेलिराखेको छ भने तपाईलाई बुझ्ने चाहिँ परमेश्वर हुनुहुन्छ परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको छ त्यस कारण नै हामीले क्रिसमस मनाउने बाहिर हेर्नुभयो भने पार्कहरूमा थोरै स्टेसनहरूमा उज्यालो एकैछिनमा उज्यालो राखिराखेको हुन्छ क्रिसमस सकिए पछाडि न्यु इयर सकेपछि फेरि त्यो पार्कमा उज्यालो हुँदैन के त्यो क्षणिक उज्यालो जस्तै तपाईँ अनि हाम्रो जीवनमा त्यस्तो उज्यालो हो त ख्रिस्टले दिन चाहेको होइन ख्रिस्ट चाहिँ संसारको ज्योति हुनुहुन्छ अनि हाम्रो केन्द्रबिन्दु चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ आमेन हुन्छ अब भने ढिला नगरिकन हाम्रो बहिनी हुनुहुन्छ सोनिया बर्मन बहिनी उहाँको कविता छ आज हामी कविता सुन्नेछौँ कविता भन्दै गर्दा यहाँहरूले टक्क सुनेर ताली पनि बजाइदिनु